पहिलो भ्लग हो सबैलाई हेर्दैन होला थ्याङ्क यू हामी घुम्न गइराखेका छौँ बाई बाई घुमाउन लानु हुन्छ दिदी कहाँ लानुहुने सुनि खेल साइडतिर जाउँ न तिमीहरू रेडी हो गाइस मेरो पहिलो भ्लग हो यस्तो गर्नु न ए गाइस अब चाहिँ हामी अब यहाँ घुम्न निस्किसकेको छौँ चिज अब चाहिँ हामी कहाँ गएको भेनाजु अब हामी चुनी खेल गएको हेर्नुहोस् होला आज हाम्रो भ्लग आज हाम्रो भ्लग हेर्नु होला अब चाहिँ हामी अब जाँदैछौँ तपाईँहरूलाई बिच बिचमा राम्रो राम्रो भ्यू आयो भने भ्यू पनि देखाउँछु हेर्नुहोस् अब हामी भ्लग सुरु हुँदैछ थ्याङ्क यू अब चाहिँ हेर्नुहोस् होला हामी हाम्रो भ्लग हेर्नुहोस् हाम्रो भ्लग हेर्नुहोस् हाम्रो भ्लगलाई लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला लास्टसम्म हेरिदिनु होला सबै लास्टसम्म हेरिदिनु होला प्लिज हेरिदिनु यो चाहिँ अब धैनी खोला आइपुग्यौँ हामी अब हामी उताबाट पनि जान सक्छौँ उताबाट नगएको यति बाटो गएको अब हेरौँ हेलो गाइस म चाहिँ पछाडि बसिरहेको छु के साइडबाट म के हेर्न सक्छु हामी देखिहाल्छु नि ओके गाइज अब चाहिँ अब हामी एकछिनबाट पुग्छौँ अनि तपाईँहरूलाई बिच बिचमा भ्यू पनि देखाउँछु देख्नै सक्नुहुन्छ यहाँनिर गाइस लास्टै उकालो छ यो चाहिँ हाम्रो अब चुनी खेलको क्रिकेट ग्राउन्ड बन्न आँटेको छ बन्दैछ यो चाहिँ अब यहाँनिर क्रिकेट ग्राउन्ड बन्छ अनि यहाँ चाहिँ फुटबलहरू के क्रिकेटहरू अहिले पनि खेलिरहेछ न आज चाहिँ अलिक स्टप भएर रहेछ हेर्नुहोस् न गाइस त्यहाँ माथि हेर्नु न साइकल लिएर गएको यो हेर्नुहोस् न यहाँ माथि चाहिँ एउटा घर पनि बनेको रहेछ यो जङ्गलको बिचमा अनि यहाँनिर पनि एउटा रहेछ दुईवटा घर रहेछ यहाँ टोटल अनि हेर्नुहोस् कति राम्रो राम्रो भ्यूहरू छ काठमाडौँको ल बच्चाहरू कहाँ थियो पानी के हुन क्या नहेरेको न दादा बच्चा चाहिँ अड्केको अवस्थामा तिमीहरू दुईजना अब यो खाइसकेर गेम स्टार्टिङ हुन्छ के गेम रनिङ दौडिने कसले जित्छ तिमी ठुलो छौ ल होइन यहाँ तिमीहरूलाई मैले कोरेको छु यहाँ आऊ हेर्न
देखेँ देखेँ यहाँ जाने अनि उता फर्किने हजुर त्यहाँबाट को छिटो हुन्छ हिँड्दै आउने कि त्यहाँदेखि यहाँसम्म चाहिँ कुद्दै कुद्दै दौडिँदै आउने त्यहाँबाट पनि हामी यो खाइहाल्छौँ ल सुरुमा ल खाइहाल ल खाएर तिमीहरू एक्सर्साइज पनि गर है खाएर एक्सर्साइज पनि गर अनि तिमीहरूको रेस हुन्छ रेस ओके को चाहिँ जित्ने हुन्छ कसले जित्छ एकछिनमा म खोज्छु हाम्रो रेस गेम हुन्छ अब है ल के जाडो भयो त है कस्तो जाडो गयो है बुढा निलो कन्ठ्यो त कति जाडो हुने कि ठाउँ के खायो तिमीहरूले जेली हो मेरो चाहिँ सकिसकेको छ अब यिनीहरूको दुईजनाको ल प्लेयरहरू सबैजना रेडी हो प्लेयरहरू खेलाडीहरू रेडी हो रेडी ए उसले जितिहाल्छ नि बहिनीहरूलाई त त्यही पनि बहिनीहरू हार खानेवाला छैन तिमीहरू हार खान्छौ दिदीसँग जित्छौ होइन ल जित्यो त खुवाइ त इन द ब्याटल ल ओके एभ्रिबडी रेडी वेट अब हाम्रो रेस हुन लागेको छ केटाकेटीको ल 1 2 3 गो तिमीहरूले के बनायो गेम खेल्नलाई हो यो गेम खेल्नलाई बनायो ल अब ए अक्सुले जानेन अब अर्को गेम स्टार्ट हुने बेला भयो यिनीहरू गऱ्यो त्यो बाङ्गो गरेर हुन्छ यिनीहरूले बनायो पट बेबीहरू गेम नखेल्ने हो ओ तिमीहरू गेम नखेल्ने के गेम खेले
के पिरो भयो ए फोर्छ अझै त हातमा फोर्छ अब त फोहोर भयो त उहाँ पुस्ने उहाँ त्यो भुइँमा पुस्ने के अब केटाकेटी दुईजनै यो किनेको पानी के गर्ने उस पिरो भयो तिमीहरूलाई गुड मिठो भएको भएन नखाने दिदीमा खा मक्छु यो चाहिँ क्रिकेट ग्राउन्ड हो बन्दैछ चाँडै फेरि मैला बनाउनु थाले फेरि हात मेरो ल हामी कतै जाने अब घर जाने कि होइन घुम्ने कहाँ घुम्ने जाला घुम्छ तिमी भन जाला घुम्दा चाहिँ बेनाजु कहाँ खेल्नु यो खेल्नु त गाइस अब चाहिँ हामी यहाँ माथि जान आँटेको लास्टै उकालो छ गाइस दुख्न आँटेको तपाईँको हातमै दुख्यो अब चाहिँ हामी गइरहेको छौँ चुनी खेलको भ्यू लिन गइरहेको छौँ हामी चाहिँ भाइरल रोड गइरहेको छौँ हामी भाइरल रोड ओइ नगर डम्बर हल्लाइरहेको छु क्या म अब हामी भाइरल रोड जान्छौँ अनि भाइरल रोड हुँदै 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 खै कहाँ कहाँ लग्नुहुन्छ मेनाजुले थाहा छैन हेर्नुहोस् गाइस भ्यू अब हामी गइरहेको छौँ अब हामी यो भाइरल रोड निस्किन आँटो अब निस्क्यो यो भाइरल रोड
झन् धेरै के गर्ने गाइस धेरै उकालोमा चढ्यौँ अब हेर्नुहोस् उयो माथि टावर छ है भ्यू हेर्नुहोस् न कस्तो राम्रो छ 6 फिटको रहेछ यो चाहिँ अब गाइस हामी चाहिँ घर फर्किरहेको छौँ अब यो घर फर्केको सिन चाहिँ एकदमै राम्रो छ अब यो सनसेट पनि हुन आँटेछ सनसेट भनेको के हो दिदी very clever, yeah. भ्यू इन्जोय गर्दै जान्छौँ हामी चाहिँ तपाईँहरू पनि इन्जोय गर्नुहुन्छ यो चाहिँ हाम्रो अब फर्स्ट भिडियो अब यो चाहिँ मन पराउनुहुन्छ भनेर हामी आशमा छौँ अब हेरौँ चुनिखेल बजार अब जाँदैछौँ चुनिखेल बजारतिर अब यहाँ एउटा उकालो छ यो चाहिँ चुनिखेल बजार पिक पोइन्ट स्कुल आयो अब हो पिक पोइन्ट स्कुल यो सबै पिक पोइन्ट हो अब चाहिँ सक्यो पिक पोइन्ट बल्ल बल्ल
गाइज भ्यूहरू कस्तो राम्रो छ गाइज। करुणा हस्पिटलको नजिकै आइपुग्यौँ। यो चाहिँ करुणा हस्पिटल हो। करुणा हस्पिटल आयो हामी छेउमा अब आयौँ। हामी बालुवाखानीतर्फ हुँदै गइरहेको छौँ हाम्रो घरहरूतिर। अब चाहिँ रात पर्न हाट्ला जस्तो भएको छ। अब चाहिँ हामी बालुवाखानीको बिग मार्टमा आइसक्यौँ। यो चाहिँ बालुवाखानीको बिग मार्ट हो। अब चाहिँ हामी यही सम्म भिडियो। थ्याङ्क यू सो मच सबैजनाले लाइक सेयर सब्सक्राइबहरू सबै गरिदिनु होला। थ्याङ्क यू, बाई बाई। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।